Hello guys, welcome to my mini vlog after a long time. आज चाहिँ सन्डे अनि के भन्छ सटर्डे र सन्डे चाहिँ म दोकान आउँछु नि त आमाले सघाउनलाई। हिजो आमा आउनुभएको थियो अनि आज चाहिँ आउनु भएन किनकि अब भरे दिउँसोतिर आउनुहुन्छ अहिले चाहिँ बिहानै नै छ अनि म बिहानै आएको हो नि त उठ्ने बित्तिकै अनि आज चाहिँ आमा घरमा के भन्छ जाँड पकाउनुहुन्छ अनि आमा घरमै बस्नु मन भएको थियो अनि म आएँ साइकलमा आएको थिएँ नि त म अनि के भन्छ किचन सफा गरेर फुलमा पानी सानी हालेर बाहिरबाट कुलार गरेर अनि भित्र म चाहिँ सफा गर्दैछु होइन पहिला भित्रबाट सफा गर्नु पनि मैले चाहिँ बाहिरबाट सफा गर्दै कि अनि फेरि डबल बढाउनु पऱ्यो अनि म चाहिँ यहाँ पसिना सुरी भएर होइन यति काम गर्नु बित्तिकै पसिना आउँछ होइन अनि हिजो बेलुका चाहिँ पानी नै परेको थियो अनि अहिले चाहिँ बिहान चाहिँ हल्का शीतल शीतल नै छ त्यही पनि अब काम गरेर के गर्नु पसिना आयो अनि थोरै बेलुकाको थोरै भाँडा माझ्नु थियो नि त अनि मैले चाहिँ भाँडा माझेर ल्याएँ हातमुख धुएँ अनि गल्लामा पूजा गरेँ होइन अनि अब चाहिँ म चिया खान बस्छु चिया खाँदै थिएँ होइन अनि आमा पनि आउनुभयो चिया खानुभयो अनि जानुभयो आमाहरू चाहिँ होइन अनि यहाँ चाउमिन खान आउनुभएको थियो खाना होइन लान आउनुभएको थियो अनि मैले 3 प्लेट चाउमिन चिकन चाउमिन बनाइदिएँ अनि प्याक गरेर चाहिँ दिएँ अनि तपाईँलाई मेरो भ्लग कस्तो लाग्यो कमेन्ट गर्नु होला बाई बाई।